सो अलवेज ब्याक टु द च्यानल न्यू डे न्यू मिनी भ्लगमा तपाईँलाई स्वागत छ। र आज पनि बिहानै उठेर भ्लग बनाउनुपट्टि लागेँ र आज चाहिँ आमाले बिहानै काम गरिसकेको रहेछ घरको र म चाहिँ स्कुटी धुनुपट्टि लागेँ। र स्कुटी धुइसकेपछि म चाहिँ घर जाँदै थिएँ मासुहरू लिएर र मलाई चाहिँ अगाडि बिरालोले लिड गरिरहेको थियो। मासु पुगिरहेको थियो नि त, किनभने एट्याक हुनसक्छ भनेर। र आज सन्डे चाहिँ तर सन्डे भाइ पनि भइरहेको थियो, किनभने घामहरू पनि बबालसँगले लागिरहेको थियो। र म चाहिँ घर पुगे साथ चाहिँ ड्याङ्की ड्याङ मासुहरू बनाउनुपट्टि लागेँ, किनभने म फर्किन आँटेको थिएँ र मेरो हातको खाना खाने भनेर भनिरहेको थियो सबैजनाले। र खानासाना पाके साथ चाहिँ म चाहिँ ढिलै नगरिकन खाना खानुपट्टि लागेँ, किनभने चाहिँ म चाहिँ फर्किनु पर्ने छ रुम। आजको दिनमा चाहिँ अब सन्डे हो, आज मन्डेदेखि मेरो क्लास छ र त्यही भएर चाहिँ अब चाहिँ खानासाना खाएर फर्किनु पर्ने हुन्छ। र फर्के साथ चाहिँ म चाहिँ रोड पुगेको थिएँ र रोड पुग्दा पनि मैले गाडी पाइनँ र भाइले चाहिँ मलाई लिफ्ट दिएको थियो। र म बेङ्गाल आइपुगे साथ चाहिँ यति बेसी जाम थियो र भाइले चाहिँ मलाई बेङ्गाल पुलसम्म चाहिँ लिफ्ट दिएको थियो। र म चाहिँ यहाँबाट चाहिँ हिँड्दै हिँड्दै सिक्किमतिर एन्ट्री गरेँ र सिक्किम पुगे साथ चाहिँ मैले डाइरेक्ट रुम पुगेर मात्रै भिडियो बनाएँ। र तपाईँलाई कस्तो लाग्छ, होप यु गाइस लाइक इट, र सी यु इन नेक्स्ट मिनी भ्लग। बाई।